नमस्ते। यो खोटाङ जिल्ला जन्तीढुङ्गा गाउँपालिकाको मुख्य केन्द्र चिसापानी बजार हो। यो निकै पुरानो बजार हो, तर अहिले सुनसान छ। हामी देख्न सक्छौँ यो बजारका अधिकांश घरहरू खाली सुनसान छ। बस्तीहरू बढेको छैन, घरहरूको पुनर्निर्माण हुने कामहरू भएको छैन। बसाइसराईको प्रभावको एउटा ज्वलन्त उदाहरण गाउँपालिकाको केन्द्र अथवा सदरमुकामै यो अवस्था छ। प्राय अधिकांश पहाडी क्षेत्रहरू यो अहिले बिहानको समय हो, उठ्नु त अघि उठ्नुपर्ने बसोबासै नभएको घरहरू पनि हामी देख्न सक्छौँ। छोडेर गएका पहिला पञ्चायतकालमा अत्यन्त चहल पहल हुने व्यावसायिक केन्द्र यी ठाउँहरू यो सुनसान बन्द छ। यो अत्यन्त दुःखदायी र यो बारेमा सोच्नै पर्ने अवस्था छ राज्यले, अन्यथा सम्पूर्ण गाउँहरू रित्तो हुने सम्भावना बढ्दो छ। हामी देख्न सक्छौँ यो मुख्य बजार नै यस्तो छ, खासै चहल पहल भएको छैन। यति यसको बजार अलिकति उतापट्टि छ, त पुनः यही अवस्थामा छ। हस्त नमस्ते।